बिस्मिल्लाहिर्रहमानिर्रहीम। आज हामी एउटा निकै चाखलाग्दो स्रोत सामग्रीमा गहिरिएर हेर्दैछौँ। यसले आदमको सृष्टि र त्यसपछिका महत्त्वपूर्ण घटनाहरूको एउटा खास विवरण दिन्छ। हो, यसमा सृष्टि, पहिलो पाप अनि पश्चाताप, पृथ्वीमा मानव जीवन कसरी सुरु भयो भन्ने कुराहरू छन्। एकदम। हाम्रो लक्ष्य चाहिँ यस कथाभित्र लुकिएका महत्त्वपूर्ण सन्देश र के विचारहरूलाई केलाउनु हो। सुरु गरौँ सृष्टिको मूल उद्देश्यबाटै है। स्रोतका अनुसार अल्लाहले जिन र मानिसलाई किन सृष्टि गर्नुभयो? उहाँको उपासनाका लागि। स्रोतले स्पष्ट भन्छ, जिन जो अग्निबाट बनेका अदृश्य प्राणी हुन् र मानिस माटोबाट बनेका, यिनलाई अल्लाहले आफ्नो उपासना गर्न सृष्टि गर्नुभयो। तर उहाँलाई आवश्यकता परेर त होइन नि? होइन, उहाँलाई कुनै आवश्यकता थिएन। बरु यो त उहाँको गुणहरू, जस्तो कि उहाँको अपार दया, शक्ति अनि त्यो असीम बुद्धि प्रकट गर्ने एउटा माध्यम थियो। अनि यो सृष्टि हुनुभन्दा अलिकति अगाडिको एउटा संवाद पनि निकै महत्त्वपूर्ण छ, होइन? अल्लाह र फरिस्ताहरू बीचको। हो, त्यो खलिफा बनाउने कुरा। त्यही जब अल्लाहले पृथ्वीमा एक खलिफा मतलब एक प्रतिनिधि वा उत्तराधिकारी बनाउने इच्छा व्यक्त गर्नुभयो, फरिस्ताहरूले सोधे। उनीहरूले के सोधे? उनीहरूले भने, के तपाईँ पृथ्वीमा यस्तो प्राणी सृष्टि गर्दै हुनुहुन्छ जसले उपद्रव फैलाउनेछ र रगत बगाउनेछ? यस्तो प्रश्न गरे। उनीहरूले यस्तो किन भनेका होलान् त? केही असन्तुष्टि थियो कि? स्रोतले भन्छ, त्यो विरोध थिएन। होइन, त्यो त ज्ञानको खोजी थियो। अलिकति आश्चर्य पनि। सायद उनीहरूले आदमभन्दा पहिले पृथ्वीमा रहेका जिन्नहरूको व्यवहार देखेका थिए कि जो उपद्रव गर्थे। जिन्नहरूको कारणले हुन सक्छ। अनि उनीहरूलाई के पनि लाग्यो भने अल्लाहको उपासना त हामी गरिरहेकै छौँ, या सायद कुनै नयाँ सृष्टि हामीभन्दा बढी ज्ञानी वा सम्मानित हुन सक्दैन कि भन्ने पनि सोचे होलान्। तर अल्लाहको जवाफ के थियो? अल्लाहले भन्नुभयो, जुन कुरा म जान्दछु त्यो तिमीहरू जान्दैनौ। यसले त सिधै संकेत गर्यो नि अल्लाहको योजना कति गहन थियो भनेर, फरिस्ताहरूको सोचभन्दा धेरै परको। त्यसो भए त्यो योजना अनुसार आदमको सृष्टि चाहिँ कसरी भयो त? प्रक्रिया त निकै विस्तृत छ जस्तो लाग्यो है मलाई स्रोत हेर्दा। एकदमै विस्तृत छ। अल्लाहले पृथ्वीभरिबाट विभिन्न रङ र प्रकृतिको माटोको एक मुठी ल्याउन आज्ञा दिनुभयो। फरक ठाउँबाट? हो, फरक ठाउँबाट। अनि स्रोत भन्छ, यही विविधताले गर्दा नै मानिसहरू फरक फरक रङका, रातो, सेतो, कालो अनि फरक स्वभावका, कोही नरम, कोही कठोर, कोही असल, कोही खराब हुन्छन्। अनि त्यो माटोबाट शरीर बन्ने चरणहरू नै? त्यो पनि छ। सुरुमा धुलो, तुराब, अनि पानी मिसाएपछि गिलो माटो 3, त्यसपछि अलि टाँसिने खालको लेस्याइलो माटो लाजेब हो, अनि त्यसलाई आकार दिएर सुकाइयो। सुकेपछि त्यो कालो, अलि गन्ध आउने हिलो जस्तो हुमै मस्नुन भयो, अनि बज्ने खालको सुक्खा माटो सलसाल, र अन्तमा चाहिँ पकाएको माटो जस्तो कडा फखार। यी चरणहरू सबै कुरानमा उल्लेखित छन् है? हो, स्रोतले हरेक चरणलाई कुरानको आयतसँग जोडेको छ। यसले त्यो सृष्टिको क्रमिक र कति अद्भुत प्रक्रिया थियो भन्ने देखाउँछ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने स्रोतले केमा जोड दिन्छ भन्दा अल्लाहले आदमलाई आफ्नै 2 हातले बनाउनु भयो। आफ्नै हातले? यसको केही विशेष अर्थ छ? यसले मानव सृष्टिलाई दिएको विशेष सम्मान र महत्त्व दर्शाउँछ। अरू सृष्टिहरू कुन हो भनेर भए, तर आदमलाई विशेष ध्यान दिइयो। यो शुक्रबारको अन्तिम घडीतिर भएको पनि भनिएको छ। तर अल्लाहको समय त हाम्रो जस्तो हुँदैन नि। शरीर त बन्यो, तर जीवन, त्यो आत्मा चाहिँ कहिले आयो त? तुरन्तै आएन। केही समय आदमको शरीर आत्मा मतलब रूह बिनाको थियो, एउटा खोक्रो मूर्ति जस्तो। खोक्रो?
हो अनि त्यही बेला इब्लिस जो जिन थियो तर आफ्नो धेरै उपासनाले फरिस्ताहरूसँगै बस्थ्यो ले त्यो शरीरलाई हेर्यो निरीक्षण गर्यो भित्र खोक्रो देखेपछि उसले अनुमान लगायो यो सृष्टि त आफ्नो इच्छा र आवश्यकतामाथि नियन्त्रण राख्न कमजोर हुने रहेछ उसले त्यति बेलै विश्लेषण गरिसकेको हो एक किसिमले यो उसको सुरुवाती अनुमान थियो जसले पछि के हुन्छ भन्ने अलिकति संकेत गर्छ अनि आत्मा प्रवेशको क्षण त्यो कस्तो थियो त्यो पनि अलि नाटकीय नै छ कि हो छ स्रोतका अनुसार आत्मा टाउकोबाट प्रवेश गर्न थाल्यो अनि नाकमा पुग्दा आदमलाई हाच्छ्यो आयो हाच्छ्यो अनि त्यहाँ भएका फरिस्ताहरूले तुरन्तै सिकाए अल्हम्दुलिल्लाह सबै प्रशंसा अल्लाहको लागि हो भन्नुहोस् आदमले भन्नुभयो अनि तत्कालै अल्लाहको जवाफ आयो रहमानका बबुक तिम्रो रबले तिमीमाथि कृपा गरून् कति चाखलाग्दो मतलब आत्मा पुरै नपस्दै कृपा प्राप्त भइसक्यो हो त्यही त यो निकै महत्त्वपूर्ण क्षण हो अल्लाहको कृपा कति छिटो आउँछ भन्ने देखाउँछ अनि त्यो हतारवाला कुरा पनि छ नि स्रोतमा छ जब आत्मा आँखामा पुग्यो आदमले स्वर्गका मतलब जन्नतका फलहरू देख्नुभयो पेटमा पुग्दा भोक लाग्यो अनि खुट्टासम्म आत्मा नपुग्दै उहाँ फल टिप्न अघि सर्नुभयो रे हतार गर्नुभयो हो यही हतार देखेर भनिएको छ मानिस हतारमा सृष्टि गरिएको छ यसले मानव स्वभावको एउटा आधारभूत पक्षलाई सुरुमै देखाउँछ यो त भयो शरीर र आत्माको कुरा तर आदमलाई विशेष बनाउने अर्को पक्ष त ज्ञान थियो होइन र एकदमै यो त झन् महत्त्वपूर्ण कुरा हो अल्लाहले आदमलाई सबै चिजका नामहरू सिकाउनु भयो सबै चिजका जस्तो कि पहाड समुद्र चराचुरुङ्गी जनावरहरू अनि दैनिक जीवनका औजारहरू तिनीहरूको काम के हो मतलब वस्तुहरूलाई चिन्ने र वर्गीकरण गर्ने क्षमता दिनुभयो त्यसपछि अल्लाहले ती वस्तुहरू फरिस्ताहरू सामु राखेर सोध्नुभयो ल यिनका नामहरू भन त उनीहरूले सकेनन् उनीहरूले स्वीकार गरे हामीलाई त त्यति मात्र ज्ञान छ जति तपाईले सिकाउनु भएको छ भनेपछि ज्ञानमा आदम अगाडि भए फरिस्ता भन्दा पनि हो अनि अल्लाहले आदमलाई भन्न लगाउँदा उहाँले सबै नामहरू ठीक बताउनु भयो यसले फरिस्ताहरूमाझ आदमको बौद्धिक श्रेष्ठता प्रमाणित गर्यो अनि पृथ्वीको प्रतिनिधिको रूपमा उहाँको योग्यता पनि देखायो अनि त्यही बेला अभिवादन पनि सिकाइएको हो त्यही समयमा अल्लाहले आदमलाई फरिस्ताहरूलाई अस्सलामु अलैकुम तपाईहरूमाथि शान्ति होस् भन्न लगाउनु भयो फरिस्ताहरूले जवाफ दिए वालेकुम अस्सलाम व रहमतुल्लाह र तपाईमाथि पनि शान्ति र अल्लाहको कृपा होस् यही नै पछि मानव जातिको अभिवादन बन्यो आदमको यो ज्ञान र सम्मान स्थापित भएपछि नि त्यो सजदाको आदेश आयो होइन त जहाँबाट इब्लिसको कथा सुरु हुन्छ एकदम सही जब आदमको श्रेष्ठता यसरी प्रमाणित भयो त्यसपछि अल्लाहले फरिस्ताहरू र इब्लिसलाई जो जिन भए पनि त्यहाँ थियो आदमलाई सजदा गर्न आदेश दिनुभयो फेरि भन्नुपर्दा यो पूजा त थिएन नि थिएन यो उपासनाको सजदा थिएन यो त अल्लाहको आदेश मानेर आदमप्रति सम्मान प्रकट गर्नु थियो सबै फरिस्ताहरूले तुरुन्तै माने तर इब्लिसले मानेन हो इब्लिसले मानेन किन के कारण देखायो उसले स्रोतले के भन्छ स्रोतले त स्पष्ट रूपमा भन्छ अहंकार तकब्बुर उसले तर्क दियो म उभन्दा उत्तम छु तपाईले मलाई आगोबाट बनाउनु भो उसलाई माटोबाट आफ्नो उत्पत्तिको आधारमा श्रेष्ठता देखायो हो उसले आफ्नो तत्त्वलाई श्रेष्ठ ठान्यो र अल्लाहको स्पष्ट आदेशलाई नै चुनौती दियो स्रोतले यसलाई पहिलो र सबैभन्दा गम्भीर पाप भन्छ किनकि अहंकारले नै मान्छेलाई सत्यबाट टाढा लग्छ आदेश मान्न दिँदैन अनि यसको परिणाम के भयो त परिणाम अल्लाहले इब्लिसलाई श्राप दिनुभयो स्वर्गबाट निष्कासित गर्नुभयो अनि तब इब्लिसले मोहलत माग्यो मोहलत कस्तो मोहलत कयामतको दिनसम्म मतलब पुनरुत्थानको दिनसम्म मानिसहरूलाई बहकाउनका लागि समय माग्यो अल्लाहले त्यो मोहलत दिनुभयो तर एक निश्चित समयसम्मका लागि मात्र अनि उसले के गर्छु भन्यो त उसले त कसम खायो भन्यो म मानिसहरूलाई अगाडि पछाडि दायाँ बायाँ चारैतिरबाट घेरेर बहकाउनेछु अनि धेरैजसोलाई अल्लाहप्रति कृतज्ञ बनाइदिनेछु डरलाग्दो वाचा रहेछ अल्लाहको जवाफ के थियो अल्लाहले भन्नुभयो ठिक छ तर याद राख नरक जहन्नम तैँले र तेरा पछि लाग्नेहरूले भरिनेछ
यो घटनाले अहंकार कति खतरनाक कुरा हो भनेर स्पष्ट पार्छ। इब्लिस त गयो, तर आदम स्वर्गमा एक्लै हुनुहुन्थ्यो। त्यसपछि हव्वाको सृष्टि भयो होइन त? स्रोतले बताउँछ आदमले अलि एक्लो महसुस गरेपछि उहाँ निदाइरहेको बेला अल्लाहले उहाँको देब्रे करङबाट हव्वालाई सृष्टि गर्नुभयो। देब्रे करङबाट? हो, देब्रे करङबाट। अनि बिउजिदा आदमले उहाँलाई देखेर सोध्नुभयो, तिमी को हौ? हव्वाले भन्नुभयो, एक स्त्री। आदमले फेरि सोध्नुभयो, किन सृष्टि भयो? जवाफ आयो, ताकि तपाईँ मबाट सान्त्वना पाउनुहोस्। अनि नाम हव्वा कसरी रह्यो? आदमले उहाँलाई आफ्नो अंश भनेर चिन्नुभयो र हव्वा नाम दिनुभयो। यो हय जीवित शब्दसँग जोडिएको छ, किनभने उहाँ जीवित प्राणी आदमबाट बन्नुभएको थियो। त्यो करङबाट सृष्टि भएको कुराको केही प्रतीकात्मक अर्थ पनि छ कि स्रोतमा? छ। स्रोतले एउटा हदिस मतलब पैगम्बर मोहम्मदको भनाइको सन्दर्भ दिन्छ। जसरी करङ अलिकति बाङ्गो हुन्छ, त्यसरी नै महिलाको स्वभावमा पनि केही जटिलता वा संवेदनशीलता हुन्छ भनिएको छ। यसको मतलब नकारात्मक हो र? होइन, नकारात्मक अर्थमा होइन, बरु यसले के संकेत गर्छ भने उनीहरूसँग व्यवहार गर्दा बल प्रयोग गरेर वा जबरजस्ती सिधा पार्न खोज्नु हुँदैन, माया, धैर्य र समझदारी अपनाउनुपर्छ। जसरी करङ सिधा पार्न खोज्दा भाँचिन सक्छ, त्यस्तै कठोर व्यवहारले सम्बन्ध टुट्न सक्छ। यो त सम्बन्धमा नरमपना र समझदारीको महत्त्व देखाउने एउटा उपमा हो। बुझियो। अनि स्वर्गमा उनीहरूको जीवन कस्तो थियो त? सबै सुखसायल हो। स्रोत भन्छ त्यहाँ कुनै दुःख थिएन, कष्ट थिएन, भोक, प्यास, लाज, अभाव केही थिएन। पूर्ण आरामको जीवन। एउटा बन्देज थियो नि? थियो। एउटा मात्र बन्देज, एउटा निश्चित रुख। त्यसको नजिक नजानु र त्यसको फल नखानु। अल्लाहले स्पष्ट भन्नुभएको थियो, यदि त्यसो गर्यौ भने तिमीहरू जालिम, अन्यायकारी, आफ्नो सीमा नाग्ने ठहर्नेछौ। अनि इब्लिस तिमीहरूको खुल्ला शत्रु हो भनेर पनि सचेत गराइएको थियो। तर शत्रुले त आफ्नो काम गर्न छोडेन होला? छोडेनन्। इब्लिसले आफ्नो वाचा पूरा गर्न खोजिहाल्यो। उसले तारैबाट स्रोतले भन्छ सायद आजको संसार जस्तो कुनै तरिकाले होला उनीहरूलाई वसवसा दिन थाल्यो। मतलब कुमन्त्रणा फुस्ल्याउन थाल्यो। के भनेर फुस्ल्यायो? उसले भन्यो त्यो रुखको फल खायो भने तिमीहरू कि त फरिश्ता बन्छौ, कि त सधैँभरि बाँच्छौ, अमर हुन्छौ, अनि कहिले नष्ट नहुने राज्य पाउँछौ। झुटो कुरा गर्यो? झुटो मात्र होइन, उसले त अल्लाहको नाममा झुटो कसम खायो। भन्यो म तिमीहरूको शुभचिन्तक हुँ। स्रोतले भन्छ यो झुटो कसम खाएको पहिलो घटना थियो। अनि उनीहरू फसे त? कसले खायो पहिले फल? हो, अन्तत उनीहरू प्रलोभनमा परे। स्रोतमा उल्लेख भएअनुसार पहिले हव्वाले खानुभयो अनि उहाँले आदमलाई पनि खान मनाउनु भयो। तर फल खाने बित्तिकै एउटा ठूलो परिवर्तन भयो। उनीहरूको शरीर ढाकिरहेको जुन आवरण थियो, स्रोतले त्यसलाई नूर वा प्रकाशको आवरण हुन सक्ने संकेत गर्छ, त्यो हट्यो। आवरण हट्यो? हो। अनि उनीहरूको नग्नता, शरमगाह प्रकट भयो। उनीहरूले पहिलो पटक लाज महसुस गरे। तुरन्तै उनीहरूले स्वर्गका पातहरू टिपेर आफ्नो शरीर ढाक्न थाले। यो घटनामा जिम्मेवारी कसको मानिन्छ त? के हव्वालाई मात्र दोष दिइन्छ? हुन त हव्वाले पहिले खाएको र आदमलाई मनाएको कुरा स्रोतमा छ। अनि महिलाको प्रभाव पार्न सक्ने क्षमताबारे हदिस पनि संकेत गरिएको छ। तर कुरानले हेर्दा दोष दुवैलाई बराबर दिएको छ। दुवैलाई? हो। अल्लाहले हप्काउँदा पनि दुवैलाई सम्बोधन गर्नुभयो अनि पश्चाताप पनि दुवैले सँगै गरे। जिम्मेवारी साझा थियो। जब अल्लाहले बोलाउनुभयो, आदम त लाजले भाग्न थाल्नुभएछ। अल्लाहले सोध्नुभयो, आदम किन भाग्दैछौ? के मैले तिमीहरूलाई त्यो रुखबाट रोकेको थिएन? अनि शैतान तिम्रो खुला शत्रु हो भनेको थिएन? यहाँनिर आदम र हव्वाको प्रतिक्रिया र इब्लिसको प्रतिक्रियामा ठूलो फरक देखियो होइन त? एकदमै। यो निकै महत्त्वपूर्ण भिन्नता हो। इब्लिसले गल्ती गरेपछि के गर्यो? अहंकार देखायो, तर्क गर्यो। तर आदम र हव्वाले उनीहरूले तुरन्तै आफ्नो गल्ती स्वीकार गरे, गहिरो पश्चाताप गरे। उनीहरूले प्रार्थना गरे नि? हो। उनीहरूले त्यो प्रसिद्ध प्रार्थना गरे जुन कुरानमा पनि छ, हे हाम्रो रब,
हामीले आफैमाथि अन्याय गर्यौं। यदि तपाईँले हामीलाई क्षमा गर्नु भएन र हामीमाथि दया गर्नु भएन भने हामी पक्कै पनि घाटा उठाउनेहरू मध्ये हुनेछौं। स्रोत भन्छ अल्लाहले नै उनीहरूलाई यी पश्चातापका शब्दहरू सिकाउनु भएको थियो। पश्चाताप त स्वीकार भयो होला, तर परिणाम भोग्नु परेन त? पश्चाताप स्वीकार भयो किनकि अल्लाह त अत्यन्त क्षमाशील हुनुहुन्छ। तर गल्तीको परिणाम त थियो, स्वर्गको त्यो आरामदायी जीवन अब समाप्त भयो। भनेपछि पृथ्वीमा पठाउनु भयो। अल्लाहले उनीहरूलाई पृथ्वीमा ओर्लन आदेश दिनुभयो, आदम, हवा अनि इब्लिस पनि। उनीहरू पृथ्वीमा एकअर्काका शत्रुको रूपमा रहनेछन्। पृथ्वी नै एउटा निश्चित समयसम्मका लागि उनीहरूको घर र जीविकाको ठाउँ हुनेछ, अनि त्यही मृत्यु हुनेछ र त्यहीबाट फेरि उठाइनेछ। उनीहरू पृथ्वीमा कहाँ ओर्लिए भन्ने बारे केही छ कि स्रोतमा? विभिन्न कथनहरू पाइन्छन्। एउटा प्रचलित भनाइ अनुसार आदम चाहिँ अहिलेको भारत वा श्रीलङ्कातिरको क्षेत्रमा, हवा चाहिँ जिद्दा साउदी अरबमा, अनि इब्लिस चाहिँ अन्त्य कतै। अनि उनीहरूको भेट भयो फेरि? भयो। पछि आदम र हवाको भेट अराफातको मैदानमा भयो भनिन्छ, जुन ठाउँ आज हजको लागि निकै महत्त्वपूर्ण छ नि। पृथ्वीको जीवन त पक्कै फरक थियो होला स्वर्गभन्दा। के उनीहरूले शून्यबाटै सुरु गरे त सबै कुरा, जस्तो कि ढुङ्गे युगको मान्छे जस्तो? स्रोतले यो धारणालाई चाहिँ खण्डन गर्छ। त्यो आदिम मान्छेको विचार जस्तो होइन। अल्लाहले आदमलाई पृथ्वीमा जीवन चलाउन चाहिने आधारभूत ज्ञान र सिपहरू जस्तो खेतीपाती गर्ने, धातुको काम गर्ने इत्यादि सिकाएरै पठाउनु भएको थियो भन्छ। ज्ञान सहित हो। अनि यहाँ उनीहरूका सन्तानहरू भए। हवाले धेरै पटक जुम्ल्याहा एक छोरा र एक छोरीसँगै जन्माउनु भयो। स्रोतमा त 20 पटकमा 40 सन्तान भएको उल्लेख छ। अनि त्यहीबाट त्यो पहिलो पारिवारिक झगडा सुरु भयो हैन, काबिल र हाबिलको कथा? हो, त्यहीबाट। सुरुको नियम कस्तो थियो भने जनसङ्ख्या बढाउनका लागि एक जुम्ल्याहामा जन्मेको छोराले आफ्नो जुम्ल्याहा बहिनी बाहेक अर्को जुम्ल्याहामा जन्मेकी बहिनीसँग विवाह गर्न सक्थ्यो। अलि फरक नियम रहेछ। हो, त्यति बेलाको लागि। अनि आदमका छोराहरू थिए काबिल र हाबिल। काबिल किसान थिए, अलिक कठोर स्वभावका। हाबिल चाहिँ गोठालो, नरम र धर्मात्मा स्वभावका। समस्या के भयो त? हाबिलकी जुम्ल्याहा बहिनीसँग विवाह गर्नु पर्थ्यो, जो चाहिँ कम सुन्दर थिइन्। यही कुरामा काबिल असन्तुष्ट भए, यही नै झगडाको जड बन्यो। यो विवादलाई कसरी समाधान गर्ने प्रयास भयो? आदमले उपाय निकाल्नुभयो। उहाँले दुवैलाई भन्नुभयो, ल तिमीहरू दुवैले अल्लाहको लागि कुर्बानी बलिदान चढाऊ। त्यसबेला कस्तो चलन थियो भने जसको कुर्बानी स्वीकृत हुन्छ, आकाशबाट आगो आएर त्यसलाई भस्म पार्थ्यो। अनि कसको स्वीकृत भयो? हाबिलले आफ्नो बगालको सबैभन्दा राम्रो मोटो पशु चढाए। काबिलले चाहिँ आफ्नो खेतको सबभन्दा नराम्रो कमसल अन्न चढाए। नतिजा के भयो? हाबिलको कुर्बानी स्वीकृत भयो, आकाशबाट आगो आयो, काबिलको भएन। ओहो, यसले त काबिललाई झन् रिस उठायो होला नि? उठायो। ईर्ष्या र रिसले ऊ अन्धो भयो। उसले हाबिललाई सिधै भन्यो, म तँलाई मार्छु। अनि हाबिलको प्रतिक्रिया? हाबिलको जवाब मितै संयमित र अर्थपूर्ण थियो। उनले भने, अल्लाह त धर्मपरायण मुत्तकीबाट मात्र स्वीकार गर्नुहुन्छ। हेर भाइ, तिमीले मलाई मार्न हात उठाए पनि म तिमीलाई मार्न हात उठाउने छैन। म त अल्लाहसँग डराउँछु। बरु म के चाहन्छु भने तिमी मेरो पापलाई आफ्नो पाप दुवै बोकेर नरकवासी बन। कस्तो जवाफ! तर काबिलले मानेन। रिसले चुर थियो। उसले मौका हेरेर हाबिलको हत्या गरिदियो। यो पृथ्वीमा भएको पहिलो मानव हत्या थियो। पहिलो हत्या त गर्यो, तर त्यसपछि के गर्ने, सबको के गर्ने भन्ने थाहा थिएन रे नि त? थाहा थिएन। पहिलो पटक मृत्यु भएको थियो। सब कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञानै थिएन। तब अल्लाहले 2वटा काग पठाउनु भयो। काग? हो, काग। ती 2टा काग लडे, एउटा मर्यो। अनि जीवित कागले आफ्नो चुच्चोले र पन्जाले जमिन खोतियोल्यो र मरेको कागलाई पुरिदियो। कागले सिकायो? हो, त्यो देखेर काबिलले सिक्यो, भाइको शव त यसरी पो गाड्नुपर्ने रहेछ। उसलाई पश्चाताप भयो, लाज लाग्यो। तर स्रोत भन्छ उसले अल्लाहसँग माफी चाहिँ मागेन। माफी मागेन? ऊ आफ्नी पत्नीलाई लिएर अन्त्य बसोबास गर्न गयो। अनि उसका सन्तानहरू पछि गएर गलत बाटोमा लागे भनिन्छ। यसरी सुरुमै मानवतामा असल र खराब गरी 2 धार देखियो। यो पहिलो हत्याको असर के भयो त?
केही दीर्घकालीन असर निकै गम्भीर छ। हदीस अनुसार कयामतसम्म जति पनि अन्यायपूर्ण हत्या हुन्छन् त्यसको पापको एक हिस्सा काबिललाई पनि जान्छ। किन? किनभने उसले नै यो खराब कामको सुरुवात गरेको थियो। यसले के देखाउँछ भने कुनै गलत परम्परा वा काम सुरु गर्ने मान्छेमा कति ठूलो जिम्मेवारी हुन्छ। हाबिलको मृत्युपछि आदम र हव्वालाई त धेरै दुःख भयो होला। उनीहरूलाई सान्त्वना कसरी मिल्यो? हो, धेरै दुःख भयो। तर अल्लाहले उनीहरूलाई सान्त्वना स्वरूप अर्को धर्मात्मा छोरा दिनुभयो। उहाँको नाम शीश राखियो। यसको अर्थ हुन्छ अल्लाहको उपहार। शीश पनि नबी बन्नुभयो? हो, शीश पनि अल्लाहका नबी अगमवक्ता बन्नुभयो। स्रोतका अनुसार अल्लाहले उहाँलाई 50वटा सहीफे मतलब धार्मिक लेखोटहरू वा स्क्रोल्स दिनुभएको थियो। उहाँले बुबा आदमबाट ज्ञान लिनुभयो, तर आदमको ज्ञान त प्रत्यक्ष अल्लाहबाट थियो। त्यो अझ विशेष मानिन्छ। शेषले मानिसहरूलाई धर्म, ज्ञान, सीप सिकाएर आदमको उत्तराधिकारीको भूमिका राम्ररी निभाउनुभयो। आदमको आयुबारे पनि एउटा कथा छ नि, दाउदलाई आयु दिएको भन्ने, त्यो के हो? हो, त्यो पनि रोचक छ। सुरुमा अल्लाहले आदमको आयु 1000 वर्ष तोक्नु भएको थियो रे। तर जब अल्लाहले उहाँलाई भविष्यका सन्ततिहरूको आत्मा देखाउनुभयो, उहाँले दाउदको आत्मामा एउटा विशेष चमक देख्नुभयो। दाउद, प्रोफेट डेभिड? हो, तिनै। अनि उहाँको आयु जम्मा 60 वर्ष मात्र छ भन्ने थाहा पाएपछि आदमलाई माया लागेछ। उहाँले अल्लाहसँग भन्नुभयो, हे रब, मेरो आयुबाट 40 वर्ष दाउदलाई दिनुहोस्। अनि त्यो स्वीकार भयो? भयो। अल्लाहले त्यो स्वीकार गर्नुभयो। त्यसैले आदमको आयु 960 वर्ष भयो र दाउदको 100 वर्ष। पछि पनि आदमले त्यो दिएको कुरा बिर्सनु भयो रे भन्ने पनि छ नि। एउटा कथा त्यस्तो पनि छ। जब मृत्युको दूत मलकेल मौत आउनुभयो, आदमले भन्नुभएछ, अझै समय भएको छैन, मेरो त अझै 40 वर्ष बाँकी छ। उहाँले त्यो 40 वर्ष दाउदलाई दिएको कुरा बिर्सनु भएछ वा अस्वीकार गर्नुभएछ। हो, यसैलाई लिएर पैगम्बर मोहम्मदको एउटा भनाइ पनि उद्धृत गरिन्छ कि जसरी आदमले बिर्से र अस्वीकार गरे, उनका सन्तानले पनि बिर्सने र अस्वीकार गर्ने बानी पाए। यो मानव स्वभावको एउटा पक्ष हो भनिएको छ। आदमको मृत्यु र अन्त्येष्टि चाहिँ कसरी भयो त? त्यो पनि सिकाइएको हो? हो, त्यो पनि सिकाइयो। स्रोतमा वर्णन भएअनुसार अन्तिम समयमा आदमलाई स्वर्गको फल खाने इच्छा भएछ। उहाँले छोराहरूलाई खोज्न पठाउनुभयो। छोराहरू जाँदै गर्दा बाटोमा मानव रूप धारण गरेका फरिस्ताहरू भेटिए। फरिस्ताहरू? उनीहरूले कफन र सुगन्ध बोकेका थिए। उनीहरूले छोराहरूलाई सोधे, कहाँ जान लागेको? छोराहरूले भने, हाम्रा पिता बिरामी हुनुहुन्छ, स्वर्गको फल खान इच्छा गर्नुभएको छ। फरिस्ताहरूले भने, फर्केर जाऊ, तिम्रा पिताको समय आइसक्यो। अनि उनीहरू फर्के। फरिस्ताहरू आदम कहाँ पुगे। उनीहरूले आदमको आत्मा लिए। त्यसपछि उनीहरूले शरीरलाई नुहाइदिए, कफन लगाइदिए, सुगन्ध लगाए, अनि जनाजाको नमाज, अन्त्येष्टि प्रार्थना पढे र गाडे। यो सबै प्रक्रिया उनीहरूले छोराहरूलाई सिकाए ताकि मानव जातिले मृतकको अन्तिम संस्कार कसरी गर्ने भनेर जानोस्। हव्वाको मृत्यु कहिले भयो त? हव्वाको मृत्यु त्यसको 1 वर्षपछि भयो भनिन्छ। लामो र साँच्चीकै नै निकै विस्तृत कथा रहेछ। यसलाई अब सरसर्ती हेर्दा मुख्य बुदाहरू के भयो त? एकचोटि सारमा भनौँ न। संक्षेपमा भन्दाखेरि, पहिलो, अल्लाहले उपासनाका लागि मानिस र जिन्न सृष्टि गर्नुभयो, आफ्नो आवश्यकताले होइन। दोस्रो, आदमलाई माटोबाट विशेष रूपमा बनाइयो, ज्ञान दिइयो, फरिस्ताभन्दा श्रेष्ठ बनाइयो। अनि इब्लिसको विद्रोह? हो। तेस्रो, इब्लिसले अहंकारले गर्दा सजदा गर्न मानेन, श्रापित भयो र मानिसको शत्रु बन्यो। चौथो, आदम र हव्वा स्वर्गमा रहे, तर इब्लिसको प्रलोभनमा परेर गल्ती गरे, तर पश्चाताप गरे। हो। पाँचौं, उनीहरूले तुरुन्तै पश्चाताप गरे, जुन स्वीकार भयो, तर सजाय स्वरूप पृथ्वीमा पठाइयो। छैटौं, पृथ्वीमा जीवन सुरु भयो, तर पहिलो मानव हत्या काबिलद्वारा भयो, जसले ईर्ष्याको परिणाम देखायो। अनि अन्त्यमा। अनि सातौं, शीश मार्फत अल्लाहको मार्गदर्शन जारी रह्यो र अन्त्यमा आदमको मृत्यु भयो र मानव जातिलाई अन्त्येष्टि संस्कार सिकाइयो। यिनै हुन् मुख्य घटनाक्रमहरू। यो सम्पूर्ण कथाबाट स्रोतले हामीलाई के सिकाउन खोजेको जस्तो लाग्छ? यसका गहिरो अर्थहरू के हुन सक्छन्?
यसले धेरै गम्भीर कुराहरूमा सोच्न बाध्य बनाउँछ, जस्तो कि हाम्रो स्वतन्त्र इच्छा र अल्लाहको पूर्वज्ञान, भाग्य बीचको सम्बन्ध। पापको प्रकृति कस्तो हुन्छ कि त्यो इब्लिसको जस्तो अहंकार र विद्रोह हो कि आदमको जस्तो कमजोरी र भूल जसपछि पश्चाताप गरिन्छ। हो, त्यो भिन्नता महत्त्वपूर्ण छ एकदम। अनि मानवीय द्वन्द्वको जड के हो? ईर्ष्या, असन्तुष्टि, यो कथाले देखाउँछ। सँगसँगै अल्लाहले अगमवक्ताहरू पठाएर निरन्तर मार्गदर्शन दिनुहुन्छ भन्ने कुरा अनि पश्चातापको ढोका सँगै खुला रहन्छ भन्ने सन्देश पनि छ। अल्लाहको कृपा र क्षमा कति विशाल छ भन्ने पनि देखिन्छ। साँच्चै नै यो कथा केवल घटनाहरूको सूची मात्रै होइन, बरु यसमा त मानव अस्तित्व, नैतिकता अनि ईश्वरसँगको हाम्रो सम्बन्धबारे गहिरो विचारहरू लुकेका छन्। अब जाँदा जाँदै एउटा प्रश्न छोडेर जाउँ न त, जसले श्रोताहरूलाई अझै सोच्न उत्प्रेरित गरोस्। हुन्छ। स्रोतले भन्छ अल्लाहले आदमलाई सुरुमै सबै नाम र आवश्यक सबै सिपहरू सिकाउनुभयो। यो जन्मजात र पूर्ण ज्ञानको विचार मानव ज्ञान र सिप त हजारौं वर्ष लगाएर क्रमशः विकास हुँदै आयो भन्ने जुन हाम्रो आधुनिक बुझाइ छ, त्योसँग कसरी मेल खान्छ होला वा कहाँनेर भिन्न छ, यसमा चिन्तन गर्दा कस्तो होला? निकै रोचक प्रश्न। स्रोतको दृष्टिकोण र हाम्रो समयको बुझाइ बीचको यो संवादले पक्कै पनि नयाँ सोचहरू जन्माउन सक्छ।